विघ्नेश्वर पाद पंकजम् वसुदेवं सुतं देवं कंसचाणूरमर्दनम् देवकी परमानन्दम् कृष्णं वन्दे जगद्गुरुम् जय गोपी चित चोर प्रभु जय जय माखन चोर। या देवी सर्वभूतेषु विष्णुमायेति शब्दिता नमस्तस्यै 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 नमो नमः। नमस्तस्यै नमो नमः। अकारण करुणावरुणालय भक्तवत्सल दीनबंधु जगतपति चराचर जगत का अधिपति नायक हामी सबैका प्राण प्रदायक सत्य चित्त आनंद स्वरूप युगल सर्वेश्वर भगवानलाई कोटि दण्डवत नमन वर्षाउँदै साक्षात परम्बा भगवती माता जगत जननी आमाको वाङ्मय प्रतिमूर्ति श्रीमद् देवी भागवत परम्बा भगवती को चरणबिन्दमा कोटि कोटि दण्डवत वर्षाउँदै आमन्त्रित सम्पूर्ण देवी देवता सबैका चरणाबिन्दमा कोटि कोटि दण्डवत नमन। वरण भएर बस्नुभएका आचार्यगण गुरुगण सबैका चरणाबिन्दमा कोटि कोटि नमन वन्दन वर्षाउँदै संपूर्ण कलाकारगण आयोजक कर्ता परिवार मंचासीन विशिष्ट अतिथिगण उपस्थित भागवत भक्तजन विभिन्न टेलिभिजन को माध्यमले सामाजिक सञ्जाल को माध्यमले प्रत्यक्ष प्रसारण हेरेर बस्नुहुने कथा प्रेमी भगवान का भक्तहरू इतिहासमै पहिलो पटक यो दिव्य कर्म जो ऐतिहासिक श्री गण्डकी सत्कुण्डीय कोटि हवन कार्यक्रम का प्रवचनकर्ता को रूप में आमंत्रण गर्नुभएको छ मलाई र यस कथा को परम्बा भगवती को कथा जो गायत्री कोटि होम जहाँ गायत्री को महिमा अत्यन्तै उच्च स्थान में छ उनै गायत्री माता को दिव्य वर्णन स्वरूप वर्णित श्रीमद् देवी भागवत कथा को आज हामी प्रथम दिवस को कथा में उपस्थित छौं। निरंतर विगत 1 महिनादेखि हजुरहरू कथा श्रवण गर्दै आउनु भएको छ। साथसाथमा करोडौं हवनमा पनि सम्मिलित हुनुभएको छ। यस्तो दिव्य कर्ममा उपस्थित जनाउँदै आउनुभएका सबै भगवानका परम भक्तहरू हजुरहरू सबै भित्र विराजमान हुनुभएको भगवानलाई म कोटि कोटि दण्डवत नमन गर्न चाहन्छु र यस व्यास मञ्चको तर्फबाट म राधिका दासी हजुरहरू सबैलाई अर्पित गर्न चाहन्छु प्रेम सहितको ज्ञान अभिवादन। राधे 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 राधे। भक्तवत्सल भगवान को जय हो। गायत्री कोटि हवन को जय हो। आज को आनंद को जय हो। नेपाल आमा को जय हो। गौ माता को जय हो।
वैदिक सनातन धर्म को जय हो भक्त र भगवान को जय हो। विगत लगभग 1 महिना भन्दा बढी हुन लागिसक्यो हजुरको कथा सत्संगमा गोता लगाउँदै हुनुहुन्छ। पोखराका भक्तजनहरू बडो धर्म कर्ममा यति धेरै सम्मिलित हुनुहुन्छ कि घरमा सानो पूजा लाउनु पर्यो भने पनि भजन मण्डली बोलाएर खूब भजन कीर्तन गाउनुहुन्छ, हो कि होइन? अलि बोल्नुहोस् है, म चाहिँ पर बसे पनि सुन्छु नि हजुरले बोलेको। सबैले बोल्नुपर्छ है कथामा। त यहाँ सबै सम्मिलित हुनुहुन्छ। आज मलाई यति खुसी लागेको छ, यति खुसी लागेको छ। हाम्रो यस महायज्ञका सङ्कल्पकर्ता श्री बाल योगेश्वर विजय श्री कृष्णमूर्तिजी महाराज, जसले यत्रो ठुलो सङ्कल्प गरेर करोडौँ करोड हवन गर्ने यो पावन भूमि सिद्धेश्वर हरिहर मन्दिरको प्राङ्गण, यो नेपाल आमाको पावन धरती कास्की जिल्लाको यस पावन क्षेत्रलाई रोज्नुभयो, जुन भूमिलाई यो गण्डकीको पावन पवित्र तट मात्रै मानिँदैन, यसलाई मुक्तिनाथको द्वार मानिन्छ। कसैले मुक्ति चाहन्छ भने त्यो मुक्तिको द्वार कहाँबाट शुभारम्भ हुन्छ? यही ठाउँबाट शुभारम्भ हुन्छ। यस्तो पावन धरतीबाट हामी दिव्य भगवानका कथा आनन्दमा हामी प्रवेश गर्दैछौँ। केही क्षण भजन कीर्तन गाउँछौँ, त्यसपछि कथामा प्रवेश गर्छौँ। तर आज एउटा छोटो टुक्का है त हजुरहरूलाई। हरि पोखराको बिरौटामा कोटी हो माई, पोखराको बिरौटामा कोटी हो माई। ए अचम्मकै व्यवस्थापन, धार्मिक उत्सव पाए कथा गर्न आकी छु। आज दङ्ग भाकी छु, कथा गर्न आकी छु। ए आज दङ्ग भाकी छु, कथा गर्न आकी छु। अब बसेर कथामा प्रवेश गर्छौँ है। आज हजुरहरू कथा सुन्दै 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 म भन्दा जान्ने भइसक्नु भएको छ। अहिले यति धेरै कथा सुनिसक्नुभयो कि शुभारम्भदेखि यहाँ कहिले भागवत कथा, कहिले राम कथा, कहिले अनेक पुराण आदि र विभिन्न गुरुजनहरूबाट हजुरले महान बाणीहरू सुन्दै आउनु भएको छ। आज चाहिँ हामी श्रीमद् देवी भागवत कथाको प्रारम्भमा छौँ। हजुरहरू कतिजनाले देवी भागवत सुन्नु भएको छ? एकचोटि हात उठाउनु त हेरौँ। देवी भागवत सुन्ने जतिले हात उठाउनु है। कतिजनाले सुनिसक्नु भएको छ हेरौँ है। 9 दिन बसेर सुन्नुभयो? 9 दिन पुरा सुन्ने जतिले हात उठाउनु। अब हेर्छु, अब हामीलाई अवसर मिलेको छ कि छैन अहिले? हेर्नुहोस् सर, श्रीमद् देवी भागवतमा खूब सुन्दर वर्णन गरेको छ। सर्व पाप हरम पुण्यम, हामी भित्र भएका हरेक पापलाई हरण गर्न सक्ने साधन
श्रीमद् देवी भागवत छ अरे। आज हामी देवी भागवतको शुभारम्भमा छौँ। म हजुरलाई थोरै भागवतजीको खूब सुन्दर महिमा बताउँछु अनि कथामा प्रवेश गर्छु, किनकि कथालाई पहिले जान्न जरुरी छ। हजुरहरू यति धेरै कथा सुन्दै आउनुभयो, पुराण सुन्दै आउनुभयो। जम्मा 3वटा ग्रन्थमा श्रीमद् लाग्छ, अरू ग्रन्थमा श्री तिलक लाग्छ। कतिवटा ग्रन्थमा श्रीमद् लाग्छ रे हजुर? 3वटा। त्यो 3वटा ग्रन्थ के हो भन्दा पहिलो छ, अस्ति भर्खर हजुरले सुनिरहनु भयो, श्रीमद् भागवत कथा। अब फेरि हजुर अहिले सुन्दै हुनुहुन्छ श्रीमद् देवी भागवत कथा। अब तेस्रो ग्रन्थ जसको नाम छ श्रीमद् भगवत गीता। सुन्दा त उस्तै उस्तै छ, तर फरक अलिकति है। त्यही भएर श्रीमद् भागवत कथा, श्रीमद् भगवत गीता र श्रीमद् देवी भागवत, यो 3 ग्रन्थलाई अत्यन्तै उच्च आसनमा राखेको कारण श्रीमद् लगाइन्छ। बाँकी ग्रन्थलाई श्री तिलकले अलङ्कृत गरिन्छ। श्री विष्णु पुराण, श्री अग्नि पुराण, अनेक पुराणमा श्री लगाइन्छ, तर अन्य ग्रन्थ, यी 3 ग्रन्थमा चाहिँ श्रीमद् तिलकले अलङ्कृत गरिन्छ। एकपटक प्रेमले भनौँ सबैले राधे राधे। आज भक्तिको साथ भन्दिनु राधे राधे। आज प्रेमले भन्दिनु राधे राधे राधे। त यहाँ श्रीमद् देवी भागवतको कथाको आज हामी प्रारम्भ समयमा छौँ, बडो आनन्दको समयमा छौँ। जो श्री गण्डकी कोटीहोम बिरौटा पोखरा, जहाँ यत्रो ठुलो विशाल सङ्कल्पको साथमा करोडौँ करोड हवन होम आदिको कार्य भइरहेको छ। प्रवचन सुन्न त हजुरहरू आउनु भएकै छ। हवन चाहिँ कतिजनाले गर्नुभयो त अहिलेसम्म? हेरौँ त एकचोटि। हवन गर्ने जतिले हात उठाउनु त। हजुर लौ न, 5-10 जना मात्रै हुनुहुन्छ। कतिजनाले हवन गर्नुभयो कुण्डमा गएर? ल त एकचोटि हात उठाउनु त अहिलेसम्म हवन गर्ने व्यक्तिले। अब जसले हात उठाउनु भएको छैन नि, आमा ए बुवा हजुर, अब मात्रै 9 दिन बाँकी छ है। अब हाम्रो जीवनमा यस्तो 100 कुण्डमा हवन गर्ने दिन हाम्रो जीवनमा आउला त? आउला हजुर? कहिले आउला? हाम्रो जीवनमा आउँदैन हजुर यस्तो दिन। अब मलाई लाग्दैन यस्तो दिन आउला। आधी जीवन त गइसक्यो, अब आधी जीवन पनि भगवानले मृत्यु कति बेला दिनुभएको छ, भरे बेलुका हो कि भोलि बिहान हो कि पर्सि हो कि हामीलाई थाहा छैन नि हजुर। 100 कुण्डको हवनको दर्शन गर्न पाउनु अहो भाग्य, त्यहाँ गएर हवन गर्न पाउनु त अर्को दुर्लभ अहो भाग्य हो। यस्तो समय पनि हामीले छोड्न मिल्छ र हजुर? मिल्ला त यस्तो समय छोड्नलाई? घरमा भएका अलिकति चामल, अलिकति जौ, अलिकति तेल, अलिकति हवन सामग्री बोकेर बिहान स्नान गरेर खूब सुन्दर भावले आएर यहाँ प्रतिदिन हवनको कर्म भएको छ। हजुरले आएर गुरुदेव लौ अब म पनि हवन गर्छु भनेर साथ लाग्नु भने यहाँ कसले रोक्न सक्ला र हजुर? हजुरकै लाग्यो भनेर त यत्रो दिव्य कर्म भएको छ। 100 कुण्डको हवन हुँदा पनि मैले 1 मुठी चामल लगेर पनि हवन गर्न सकिनँ भने आफैलाई धिक्कार हो नि त्यो त। फेरि यत्रो ठुलो मुक्तिनाथको द्वारमा हवन हुँदैछ अनि प्रवचन सत्सङ्ग यस्तो दिव्य कर्म हुँदैछ नि हामी चाहिँ हाम्रो आँगनमा भएको कर्ममा हामी सम्मिलित हुन पाएको छैन अहिलेसम्म भने म त भन्दैछु यहाँ महाराजश्रीलाई भनिरहेको छु मलाई एक दिन चाहिँ हवन गर्ने खुब इच्छा छ है भनिरहेको छु। किनकि मलाई मेरो जीवनमा यो दुर्लभ हो, यस्तो जीवनमा फेरि आउला कि नआउला। त्यही भएर हजुरहरूलाई विनम्र अनुरोध छ आमा बुवा सबैजना हजुरहरू जति पनि भक्तजन हुनुहुन्छ भगवानका परम भक्तहरू हजुरहरू यस्तो दिव्य कर्ममा कोही नछुट्नु होला, सबै जोडिनु होला, सबै सम्मिलित हुनु होला। यहाँ हवन होम उमादिको कार्यक्रम अब आजबाट त झन् यस्तो दिव्य हुँदैछ कि श्रीमद् देवी भागवत हेर्नुहोस् मलाई भगवानले कस्तो सुन्दर अवसर दिनुभएछ। म बडो गदगद छु। के अवसर दिनुभयो भने हजुरले भनिसकेपछि ताली बजाउनु पर्छ है।
अहिले हैन भनिसकेपछि हाम्रो यज्ञ शिरोमणि विजय श्री कृष्णजी मूर्ति महाराजले पशुपतिमा कोटी हवन लाउनु भएको थियो। हजुरहरूले देख्नुभयो? कतिजनाले देख्नुभयो? एकचोटि हेरौँ त, कतिजना पुग्नुभयो? पुग्न नपाउनु भएका भक्तहरूलाई यही सहज रूपमा होम करोडौँ हवनको अवसर प्राप्त भएको छ। अब त्यो भगवान शङ्करजीको सानिध्यमा मलाई शिव महापुराण वाचन गर्ने अवसर मिलेको थियो भोले बाबाको आँगनीमा। अनि आज फेरि मलाई यति ठुलो सौभाग्य मिल्यो कि बाबा पशुपतिनाथकै स्वरूप सिद्धेश्वर हरिहर मन्दिरको प्राङ्गणमा आमा गौरी समान स्वयं साक्षात परम्बा भगवती समान वाङ्मय प्रतिमूर्ति बोकेको यो गायत्री कोटी होम, हेर्नुहोस् है, नाम पनि देवीकै छ, गायत्री कोटी होम परम्बा भगवतीको नामले जुन शुभारम्भ भएको छ त्यहाँ श्रीमद् देवी भागवत वाचन गर्ने अवसर प्राप्त भयो। एकपटक हाम्रो महाराष्ट्रको लागि जोरदार तालीले सम्मान गरौँ त। यस्तो सुन्दर कर्ममा, विजय कर्ममा, सुन्दर कार्यमा हामी सबैलाई सम्मिलित गराउनु भएको छ र यसमा पोखराका भक्तजनहरू सबै जुड्नु भएको छ। यो सौभाग्य हामी सबैलाई मिलेको छ। आउनुहोस् अब देवी भागवत शुभारम्भ गर्नु पूर्व केही क्षण हामी भगवान श्री गणेशको स्मरण गरौँ। हे गणपति, हजुरको हामी शरणमा छौँ। हजुर नै रिद्धि र सिद्धि प्रदायक हुनुहुन्छ। हाम्रो यो दिव्य कर्मलाई पूर्ण गर्नलाई रिद्धि र सिद्धि दुवै आवश्यक छ। हे लम्बोदर, हे विघ्नहर्ता, हजुर यसलाई पूर्ण गरिदिनुहोस् भनेर हामी श्री गणेशजीलाई स्मरण गरौँ। हरि श्री गणेशाय नमः, सबै मिली गरौँ भजन। श्री गणेशाय नमः, सबै मिली गरौँ भजन। श्री गणेशाय नमः, सबै मिली गरौँ भजन। हरि हरि बोल, जय हो। एकदन्त दयावन्त चार भुजाधारी, सय मुसाको सवारी। श्री गणेशाय नमः, सबै मिली गरौँ भजन। श्री गणेशाय नमः, सबै मिली गरौँ भजन। जय हो। चढाउ फूल चढाउ दुबो चढाउ मेवा, पान चढाउ फूल चढाउ दुबो चढाउ मेवा। एक मनको लड्डु चढाइ हामी गर्छौँ सेवा। श्री गणेशाय नमः, सबै मिली गरौँ भजन। श्री गणेशाय नमः, सबै मिली गरौँ भजन। बोल गणपति भगवान को।
माता तिम्री पार्वती पिता महादेव माता तिम्री पार्वती पिता महादेव भक्तजनको रक्षा गर गुरु गणदेव श्री गणेशाय नमः सबै मिली गरौँ भजन श्री गणेशाय नमः सबै मिली गरौँ भजन ब्रह्माण्डमै पहिलो पूजा लिने गणपति ब्रह्माण्डमै पहिलो पूजा लिने गणपति धन्य धन्य महादेव धन्य पार्वती श्री गणेशाय नमः सबै मिली गरौँ भजन 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 श्री लंबोदर भगवान को जय गणपति भगवान को जय रिद्धि सिद्धि दायक गणेश जी महाराज को जय भक्त भगवान को जय हो आज को आनंद को जय हो त्यसरी श्री गणेश जी महाराजलाई स्मरण गर्दै अब हामी कथामा प्रवेश गर्छौं। हजुरहरूलाई एउटा जानकारी अरूको पनि के गराउन चाहन्छु भने अहिलेसम्म हजुरहरूले ल्याउनु भएको जौ तिल घिउ समिदा सबै एकै ठाउँमा जम्मा पारेर हवन गर्ने गरिएको छ। 100वटा कुण्डमा हजुरहरूले ल्याउनु भएको हवन सामग्री यहाँ सेवाको कार्यमा लागिरहेको छ र हजुरहरूलाई कुन दिन पूर्णावतीको कार्य हुन्छ त्यो दिन चाहिँ हजुरहरू सबैजना त्यसमा सम्मिलित हुनुहोला। सबैजना त्यसमा जान पाइन्छ, सम्मिलित हुन पाइन्छ। सबैजना त्यसमा आउनुहोला। सचिवालयमा सम्पर्क गर्दै गर्नुहोला। हजुरहरूले हवन कार्यमा जो जोडिन चाहनुहुन्छ, जसले नाम टिपाउन चाहनुहुन्छ, उहाँहरूले पनि सचिवालयमा सम्पर्क गर्न सक्नुहुन्छ भन्ने जानकारी गराउँदै अब श्रीमद् देवी भागवत कथाको यो दिव्य कथालाई हामी प्रारम्भ गर्छौं, जहाँ 18,000 श्लोक 318 अध्याय र 12वटा स्कन्धले वर्णित यो सुन्दर कथा छ। ये मानवाः पापकृतस्तु सर्वदा, यो मान्छेको मन छ नि हजुर, बडो पापतिर दौडिहाल्छ अरे। पुण्य कर्ममा चाहिँ खिचेर ल्याउनु पर्छ अरे। तर श्रीमद् देवी भागवत यस्तो कथा हो जसले त्यो भड्किँदै गरेको मनलाई पनि फेरि लगाम लगाएर, घोडा लगाम बिनाको घोडालाई तानेर फेरि आफ्नो कार्यमा सही बाटोमा हिँडाए जस्तै हिँडाउनलाई सहयोग पुर्याउँछ अरे। र हामी 1 महिनादेखि यस्तो सत्सङ्गमा बसेर आनन्द लिने अवसर प्राप्त गरेका छौँ। भाग्योदयेन बहुजन्म समर्जितेन, भागवतजीमा भनेको छ त है, बहुजन्म जन्मौँ जन्मान्तरको पुण्य जोडिएपछि हाम्रो भाग्यको उदय हुन्छ। अनि त्यो उदय भएपछि हामीलाई के मिल्छ रे? सत्सङ्गमं च लभते। यस्तो सत्सङ्गमा आएर बसेर कथा सुन्ने अवसर प्राप्त हुन्छ रे। एकपटक प्रेमले भनौँ न, राधे राधे। हजुरहरू धेरै भाग्यमानी हो। यो भूमि कति भाग्यवान रहेछ। यहाँ त देवताहरू आएर पनि यो भूमिलाई दण्डवत गरेर जानुहुन्छ हजुर। जहाँ महिनौँ दिनसम्म हवन भयो, जहाँ महिनौँ दिनसम्म साधु सन्तको आगमन भयो, जहाँ जुन भूमिमा महिनौँ दिनसम्म यस्ता सत्सङ्गहरू हुँदैछन्, यो भूमि जस्तो पवित्र स्वर्ग त यहीँ मिलेको छ हजुर। आज हामीलाई यो पोखराको भूमिमा
हामी बस्छौँ सबैजना परिवारमा, परिवारभित्र बस्छौँ नि होइन, सबैको आफ्नो आफ्नो एउटा परिवार छ नि। तर परिवार कसलाई भनिन्छ हजुर? घरभित्र भएका मनुष्य मानव जाति, हामी घरमा बस्ने हामी एउटै परिवार हो भन्छौँ नि बाहिर, त्यो त्यत्तिकै मुखले मात्र भनेर परिवार हुँदैन हजुर। परिवार त त्यो हो जसले एकले अर्कालाई बुझ्दछ, परिवार त त्यो हो जसले एकले अर्काको सम्मान गर्छ, परिवार त त्यो हो जसले हजुरले बोल्दै नबोलिकन छेउमा बसेको पत्नीले हजुरको मनको भावना बुझ्दछ, आमाले छोराको पीडा बुझ्दछ, बाबाले छोराको मेहनतलाई सम्मान गर्दछ, अनि त्यो पुत्रले मातापिताको सेवा गर्दछ। घरभित्र बस्नेले एक अर्कालाई मनबाट श्रद्धा प्रेम गर्दछ, त्यो परिवार हो नि। आज हामी यो स्थानमा छौँ, यो भूमिमा छौँ, यो कथा सुन्न त बसेका छौँ। देवी भागवत शुभारम्भ हुँदैछ, मात्र कथा सुन्ने अनि यहाँबाट जुरुक्क उठेर धुलो टकटक्याएर गएर जीवनमा परिवर्तन नै आएन भने सुनेको लाभ मिल्यो त हजुर? एउटा पनि परिवर्तन जीवनमा आएकै छैन भने त्यो सत्सङ्गले हजुरको जीवनमा लाभ मिलेन। त्यो मनको घोडा त दौडिरहने मनरूपी घोडालाई हजुरले लगाम लाउन सक्नु भएन। थोरै भए पनि भगवत तत्त्वमा, भगवानमा, भक्तिमा मन लगाउनुहोस्। 1 महिनाको समय अर्पित गरेको केही न केही लाभ जीवनमा प्राप्त हुनेछ। प्रेमले भन्नु त राधे राधे। त्यही भएर बार बार बिन्ती गर्छु हजुर, अरू कुरा अरू काम आफ्नो तर्फ छ, तर भगवानको नाम एक तर्फ राख्नु होला। आज श्रीमद् देवी भागवत श्रवण मात्रले पनि यहाँ वर्णित गरिएको छ। मात्र श्रवण मात्रले यसले के गर्दछ रे त भन्दा जीवनमा अपुत्रो लभते पुत्रम दरिद्रो धनवान भवेत। जसको पुत्र छैन उसलाई पुत्र मिल्दछ, जसको धन छैन उसलाई धन मिल्दछ, जसलाई रोग लागेको छ रोगबाट रोगी रोगात प्रमुच्यत। मात्र सुन्नाले रोगबाट निवृत्त मिल्दछ, मनको पीडाबाट पर पुग्न सक्नुहुन्छ। धर्म अर्थ काम मोक्ष सब दिन्छ। देवी भागवतम श्रुत्वा लवेत पुत्रम चिरायुषम। देवी भागवत श्रवण मात्रले पनि हजुरको घरमा सुख शान्ति सन्तति समृद्धि प्राप्त हुन्छ। तर कहिले हुन्छ माताजी, कहिले हुन्छ बुवा? जबसम्म हाम्रो जीवनमा परिवर्तन हुँदैन तबसम्म सम्भव छैन। अलिकति त परिवर्तन हुनु पर्यो। सुन्नुभयो यहीँ छोडेर जानुभयो सबै कुरा, त्यो होइन, केही न केही त लिएर जान पर्यो। म एउटा कुरा सोध्छु है, यो माइकबाट बग्दै गरेको आवाज सबैले सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ भने हात उठाइदिनु त। सुन्दै हुनुहुन्छ? कसैलाई धेरै कसैलाई थोरै छ र यहाँबाट बगेको आवाज? हजुर छैन नि हजुर, सबको लागि बराबर छ नि होइन? तर लिएर जाने बेला कत्रो भाँडो लिएर आउनु भएको छ त्यति नै लिएर जानुहुन्छ है हजुरले। यहाँबाट दिने ज्ञान सबको लागि बराबर छ, तर जत्रो पात्र बोकेर आउनु भएको छ त्यति नै उठाएर जाने हो। त्यही भएर म भन्छु, बार बार बिन्ती गर्छु, जीवनमा कथा श्रवण त सबैले गर्नुहुन्छ। यत्रो दिनदेखि सत्सङ्ग श्रवण गर्दै आउनुभएको छ, त साथसाथमा जीवनमा केही न केही त परिवर्तन आउनुपर्छ है। र यहाँ सबलाई लाग्छ कि यत्रो सत्सङ्गमा आयौँ, दान पनि गऱ्यौँ, हवनका कार्यमा सम्मिलित पनि भयो भने कहीँ न कहीँ भगवान हामीलाई पनि हजुर प्राप्त हुनुहोस् भन्ने इच्छा सबलाई छ। थोरै भए पनि कृपा मिलोस्, भक्ति मिलोस् भन्ने इच्छा सबलाई छ। त्यसको लागि बार बार म विनती गर्छु, कलियुग केवल नाम आधारा, सुमिर सुमिर नर उतर ही पारा। यो कलियुगमा भगवानको नाम नछोड्नु, मुखले भगवान नाम गाइरहनु गाइरहनु गाइरहनु। जस्तो आउँछ त्यस्तै गाउनु, जस्तो जप्न आउँछ उस्तै जप्नु। शिव भन्दा प्यारो लाग्ला कसैलाई, कसैलाई राम भन्दा, कसैलाई कृष्ण भन्दा प्यारो लाग्ला, कसैलाई नारायण भन्दा प्यारो लाग्ला, कसैलाई जय माता दी भन्दा प्यारो लाग्ला। सबलाई आफ्नो मनदेखि जुन भगवानलाई हृदयबाट चाहनुहुन्छ
उनैलाई उनै सच्चिदानन्द प्रभुलाई बार बार वन्दना गर्नुहोला र आज सबै यो सत्सङ्ग रूपी गङ्गामा आउनुभएको छ। हामीलाई पनि भगवान मिल्नुहोस् भन्ने प्रार्थनाको साथमा हामी पनि यो दिव्य सत्सङ्गमा सबै मिलेर आनन्द लियौँ। भक्तवत्सल भगवानको जय हो। आजको आनन्दको जय हो। भगवानलाई म भेट्न आउँदैछु, म भेट्न आउँदैछु। हजुरहरू आउनु भएको हो कि होइन? ल हो भने उठेर आनन्द लिनु होला है, नाचेर खुब आनन्द लिनुहोस्। रातो दिन सत्सङ्गमा धाउँदैछु दर्शन पाउनलाई, बिरौटामा बसेर भजन गाउनलाई। भेट्न आउँदैछु, म भेट्न आउँदैछु। रात दिन सत्सङ्गमा धाउँदैछु दर्शन पाउनलाई, मन्दिरमा बसेर भजन गाउनलाई, मन्दिरमा बसेर भजन गाउनलाई। हरि बोल।
बसेर भजन गाउनलाई तेरो र मेरो आखिरीमा न तेरो न मेरो दर्शन पाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई मन्दिरमा बसेर भजन गाउनलाई श्री हरि भगवानको जय बोलो भागवत भगवानको यति बेला हाम्रो बीचमा अत्यन्त आदरणीय दान विधाता हुनुहुन्छ संस्थाको आजीवन सदस्य बन्दै पोखरा महानगरपालिका वडा नम्बर 19 लामा चौरबाट श्री दुधराज गुरुङज्यूले उहाँले 25,500 प्रदान गर्नुभएको छ। आफू अशक्त हुँदा पनि उहाँको परिवारले बिरामी हुँदै बिरामी बुवालाई उहाँको परिवारले ल्याएर माताजीको दर्शन गराउने कोटी होमको दर्शन गराउने भनेर व्हील चेयरमै लिएर आउनुभएको छ। महाराजजीको दर्शन गर्नका निम्ति आज घरबाट व्हील चेयरमा आएर आजीवन सदस्य बन्नुभएको छ। मानव सेवा फाउन्डेसनको जोरदार ताली बजाइदिनु होला। कतिपय हाम्रो यस्तो पनि भक्तहरू आउनुभएको छ योभन्दा अगाडि बिरामी भई शैयामा अहिले अस्पतालमा हुँदै पनि कोटी होम सकिहाल्छ कि मलाई एकचोटि दर्शन गराइदियो भनेर कतिपय बेला कतिपय हाम्रा अनुष्ठानहरूमा अक्सिजनै लिएर आउनुहुन्छ यहाँ र हस्पिटलबाट आउनुहुन्छ, घरबाट बिरामी भई थला पर्दै पनि आउनुहुन्छ र आज यस्तो कोटी होम सबै सनातनीहरूको आस्थाको धरोहर बनेको छ। एकपटक जोरदार ताली बजाइदिनु होला। यति बेला हाम्रो बीचमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री आदरणीय व्यक्तित्व श्री गोपालमान श्रेष्ठज्यूको आगमन भएको छ। उहाँलाई जोरदार तालीका साथमा स्वागत गर्न चाहन्छु। एकपटक सबैजनाले जोरदार ताली बजाएर स्वागत गरिदिनु होला। उहाँसँगै वीरेन्द्र बिजुक्छे हुनुहुन्छ पोखराबाट नेपाली काङ्ग्रेसको महासमिति सदस्य आदरणीय व्यक्तित्वलाई पनि जोरदार तालीसहित आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी कास्की सभापति नेपाली काङ्ग्रेसबाट किशोर दत्त बरालज्यू हुनुहुन्छ, यहाँलाई जोरदार तालीसहित आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी उर्मिला आचार्य हुनुहुन्छ महासमिति सदस्य, यहाँलाई आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छौँ। देवराज आचार्य पोखरा 17बाट सभापति हुनुहुन्छ, वडा नम्बर 17को आसन ग्रहणका निम्ति हार्दिक अनुरोध छ। नारायण अधिकारी समाजसेवी आदरणीय व्यक्तित्व, यहाँलाई पनि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दै यति बेला भने वरिष्ठ सामाजिक अभियन्ता अत्यन्त आदरणीय व्यक्तित्व मैले देखिरहेको छु, सबैको प्रिय व्यक्तित्व अर्जुन भुषालज्यूलाई जो चितवनबाट पाल्नु भएको छ, उहाँलाई जोरदार तालीका साथमा स्वागत गर्दैन हार्दिक अनुरोध गर्न चाहन्छु। सर्प बचे मनुष्यको जीवन बच्छ, त्यसैले मेरो अभियान सर्प बचाउने मात्र भने मनुष्यको जीवन बचाउने अभियान पनि हो भनेर अगाडि बढ्ने आदरणीय सर्प उद्धारकर्ता यामलाल भण्डारी हाम्रो बीचमा हुनुहुन्छ, यहाँलाई पनि विशेष सम्मानले स्वागत छ। हाम्रो सन्तोष थापाजीलाई पनि विशेष सम्मानले स्वागत गर्न चाहन्छु। हाम्रा पाहुनाहरू यति बेला ऋषिराम काफले हुनुहुन्छ, महासमिति सदस्य नेपाली काङ्ग्रेसका, यहाँलाई पनि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध छ। भरत कुँवर नेता हुनुहुन्छ नेपाली काङ्ग्रेसका, यहाँलाई पनि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। जय बोलो भागवत भगवानको जय। र बीचमा आदरणीय सिद्धाश्रम शक्ति केन्द्र उहाँ रामघाट 10 पोखराबाट कोटी होमको सेवा स्वरूप भनेर 27,825 प्रदान गर्नुभएको छ। जोरदार तालीले स्वागत गरिदिनु होला र आजीवन सदस्य बन्नुभएको छ। धेरै धेरै सम्मान, धेरै धेरै आभार छ। अगाडि तपाईँले देख्नु भएको छ व्हील चेयरमा 91 वर्षको बुवा जो आफैले दान गर्छु भनेर आफ्नै हातबाट दान गर्छु, महाराजजीको कोटी होमको दर्शन गर्छु लैजाऊ भन्नुभएको छ। छोराहरूले लिएर आउनुभएको छ। वास्तवमा उहाँ छोराहरू आफन्तले लिएर आउनुभएको छ। उहाँहरू छोराछोरी मात्रै होइन, उहाँहरू देवता हो, किनकि बाबाको दर्शन गराउने, आफ्ना आमा बाबाका दर्शन गराएर कोटी होममा आएर दर्शन गराउने यो सौभाग्य उहाँहरूले पाउनुभयो र अवसर बुवा आमालाई पनि प्रदान गर्नुभयो। यहाँहरूलाई पनि भगवानको कृपा रहोस्। जोरदार ताली बजाइदिनु होला। धेरै धेरै सम्मान, धेरै धेरै आभार। गुरुङ परिवारलाई विशेष सम्मान, विशेष आभार व्यक्त गर्दछौँ। यति बेला अभिनन्दन पत्र प्रदानको कार्यक्रमलाई जोड्न चाहन्छु।
नृत्यको तयारी गर्नका निम्ति भागीरथी बहिनीलाई अनुरोध गर्दै यति बेला ऐतिहासिक श्री गण्डकी सतकुण्डीय गायत्री कोटी होम विराट ज्ञानमा आएकालाई सभ्य भव्य रूपमा सम्पन्न गर्नका लागि काठमाडौँ निवासी परम पूज्य परमादरणीय भागवत वाचिका श्री राधा सखीज्यूलाई यो अभिनन्दन पत्र ग्रहणका निम्ति अग्रभागमा आइदिनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। व्यास मञ्चमै हामी अभिनन्दन पत्र प्रदान गर्दैछौँ र मायाको चिनो यसैगरी सामाजिक अभियान तस्बिर दीक्षा चापागाई दिदीलाई म कदरपत्र ग्रहणका निम्ति अग्रभागमा हार्दिक स्वागत गर्न चाहन्छु। सामाजिक अभियान था आदरणीय व्यक्तित्व दीक्षा चापागाई दिदीलाई विशेष निवेदन गर्न चाहन्छु। यति बेला सत्यदेवी आचार्य विश्वप्रसाद आचार्य स्वर्गीय लीलाभक्त आचार्य स्वर्गीय उहाँको टोपली पाथिया वा पोखरा 6 बाराई चोकबाट 25,525 प्रदान गर्नुभएको छ। कमला दिदीले यसको समन्वय गर्नुभएको छ। जेठ 27 गते शनिबार पूजनीय पिताश्री स्वर्गीय लीला भक्त आचार्य तथा पूजनीय माताश्री टुपली पाथिया आचार्यको पुण्य स्मृतिमा छोरा विष्णु प्रसाद आचार्य बुबा बुहारी उहाँको सत्यादेवी आचार्य तथा सम्पूर्ण परिवारको तर्फबाट कोटी होमको आजीवन सदस्य मानव सेवा फाउन्डेसनको बन्दै 25,525 प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान व्यक्त गरिदिनु होला। जय जय होस्, कल्याण होस्, मङ्गल होस्, शुभ होस्। रामेश्वर ढुङ्गाना उर्मिला ढुङ्गाना सपरिवार स्वर्गीय बेनी स्वर्गीय बाधुव ढुङ्गाना त्यसै गरी स्वर्गीय पितृहरूको वैकुण्ठवासको कामना गर्दै आदरणीय व्यक्तित्वहरूबाट द्रौपदा ढुङ्गाना त्यसै गरी कलावती अधिकारी शक्ति वल्लभ ढुङ्गाना स्वर्गीय लीलाधर अधिकारी स्वर्गीय लीलामाया ढुङ्गाना प्रेम कुमारी ढुङ्गानाको स्मृतिमा रोशन ढुङ्गाना त्यसै गरी बुहारी अर्चना सापकोटा रोशनी ढुङ्गाना पोखरा 26 कास्की पोखरा 5 कास्की हाल 25,505 प्रदान गरेर आजीवन सदस्य बन्नुभएको छ। जोरदार तालीका साथमा सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। पितृहरूको उद्धार परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै सेवा अर्पण गर्नुभएको छ। यसै गरी सत्यदेवी आचार्य विश्वप्रसाद आचार्य स्वर्गीय लीलाभक्त आचार्य सबै आचार्य परिवारलाई पनि छिटो स्वागत गर्दछु। यसै गरी हाम्रो बिचमा बाबुराम लामिछाने सपरिवार पोखरा 33बाट 5,005 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न आइदिनु होला भन्दै अहिलेका लागि भने मानव सेवा फाउन्डेसनको यो नृत्य यहाँ मामाको घर आश्रमको नृत्य यहाँहरूका बिचमा जोड्दैछौँ। हाम्रो बिचमा पाल्नुहुने नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री जनताका प्रिय व्यक्तित्व आदरणीय गणेशमान सिंह यहाँलाई गोपालमान सिंह यहाँलाई विशेष सम्मान गोपालमान श्रेष्ठ यहाँलाई विशेष सम्मानका साथमा स्वागत गर्दै उहाँसँगै हाम्रो जिल्ला सभापति आदरणीय दाई त्यसै गरी महासमिति सदस्यज्यूहरू नेपाली काङ्ग्रेसका आदरणीय नेतागणहरू पाल्नु भएको छ। आदरणीय पूर्व उप प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ दाई लगायतको समूहलाई स्वागत गरिदिनका निम्ति यति बेला भने हाम्रो मामाको घर आश्रमको कलाकार बहिनीहरू तयारी अवस्थामा रहनु भएको छ। यहाँहरूले स्वीकार दिनुहोला अबको पालोमा यो सुन्दर नृत्य।